हेलो एभ्रिवान, गुड इभिनिङ। स्वागत छ हजुरहरूलाई आजको मेरो यो मिनी ब्लगमा र आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ र हामी पनि सन्चै छौँ। र आज चाहिँ जाँदै थियौँ हामी मेकअप गर्न भनेर र यता भाउजूले चाहिँ हामीलाई मेकअप गराइदिन्छु आऊ भनेर भन्नुभएको थियो। त्यही लागि हामी चाहिँ गएका थियौँ दुईजनै। अनि यहाँ हेर्न सक्नुहुनेछ भाउजूले यति राम्रो फुल रोप्नु भएको थियो नि, देखेर छक्कै परे। अनि फेरि यति मजाले मतलब केकहरू पनि बनाउनु हुँदो रहेछ भाउजू चाहिँ। र हजुरहरूलाई चाहिँ केकहरू अर्डर गर्नु छ भने चाहिँ भाउजूहरूकोबाट गर्नु होला है। एकदमै राम्रो केकहरू डिजाइनहरू एकदम मजाले बनाउनु हुँदो रहेछ। अनि यता चाहिँ मेरो मेकअप भइसकेको थियो। मेरो मेकअप चाहिँ हजुरहरूलाई कस्तो लाग्यो भन्नु होला। यो मेकअप पनि भाउजूले नै गर्नुभएको र भाउजूले यति मजाले मेकअप गर्नु हुँदो रहेछ, यहाँ हेर्न सक्नै हुनेछ होइन भन्नुहोस् त। र एकदमै मलाई त धेरै राम्रो लागेको थियो मेकअप चाहिँ। र दिदी बहिनीकै यहाँ मेकअप गरिदिनु भएको थियो र यति सुन्दरले यति मजाले मतलब मेकअप गर्नुभएको थियो कि नभन्नु नि, एकदमै राम्रो लागेको थियो। र दुईजनाकै मेकअप गरिसकेपछि चाहिँ भाउजूले हामीलाई फोटोसुटको लागि भनेर डिमु नदी लानुभएको थियो। र यहाँ चाहिँ दिदी पनि आइसकेको थियो, म चाहिँ अलिकति अगाडि नै आएँ। अब दुईवटा बाइकमा हो चाहिँ त्यही लागि। अनि यहाँ चाहिँ हामी रेडी भइसकेका थियौँ। अब फाइनली हामी चाहिँ बेहुली बनिएर अब फोटोसुट गर्ने भनेर अब यता निस्केका थियौँ। र क्यामराम्यान चाहिँ बोलाउनु भएको थियो भाउजूले जुनैदेखिबाट। यहाँ हेर्न सक्नुहुनेछ क्यामराम्यान पनि यहाँ सबैजना जम्मा भइसकेका छन्। र फार्स्टमै चाहिँ मेरो फोटोसुट भयो, त्यहाँपछि दिदीको र सबैको सुट भइसकेपछि र एक दुईवटा भिडियो बनाइसकेपछि चाहिँ घरमा आयौँ। र घरमा आएपछि चाहिँ यता भाउजूले सबै त खाना रेडी गर्नुभएको थियो। माछा, दाल, यता सागको सब्जी, अचारहरू यति मजाले नभन्नु नानी। अहिले चाहिँ म फ्रेस भएर आइसकेँ गाइस र यति मजा लाग्दै थियो। अनि यता चाहिँ भाउजूले फेरि हामीलाई पुऱ्याउन भनेर पनि आउनुभयो। र भाउजू चाहिँ एकदमै राम्रो के म भनेर पनि भन्न सक्दिनँ त्यस्तो खालको राम्रो हुनुहुन्छ। अब भाउजूले सबैभन्दा ठुलो कुरो बोली वचन हो र बोली वचन चाहिँ भाउजूको एकदमै पर्फेक्ट छ है। एकदमै मजा लाग्यो मलाई चाहिँ। र फ्रेन्ड्स हजुरहरूलाई बिहे उदी पार्टी उदी चाहिँ मेकअप आर्टिस्ट चाहिन्छ भने चाहिँ भाउजूलाई नै भन्नु होला है। भाउजूको मेकअप चाहिँ एकदमै दामी छ, एकदमै दामी छ। र म चाहिँ भाउजूको यहाँ कन्ट्याक्ट नम्बर पनि दिएकी छु र नाम चाहिँ हो भाउजूको ज्योति ढकाल भनेर हेर्न सक्नुहुनेछ। भाउजूसँग आफै पनि कन्ट्याक्ट गर्न सक्नुहुनेछ हजुरहरूले। र अहिले चाहिँ भाउजू हामीलाई बाई बाई भनेर पनि गइसक्नु भएको छ। र आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कमेन्ट गरेर जनाउनु होला। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइस।